हेलो गाइस, गुड मर्निङ, नमस्ते सबैजनालाई। एउटा जोगिङमा जाँदैछु। मुख धोएर बाल कोरेर अहिले म हिँड्दैछु जोगिङमा। अनि हिँड्दै हिँड्दै भीमराव अम्बेडकर भवनमा, उहाँ गार्डन छ, एउटा राम्रो गार्डन छ, उहाँ योगा गरिन्छ, 30 तारिकको गरिन्छ। अनि सबैजनाले एउटा टाइम निकालेर पनि, अनि बुढोपाकाले भन्नु पनि केही होइन, जवानले पनि गर्नुपर्छ। तर योगा चाहिँ कसरत चाहिँ गर्नै पर्छ हैन। आफ्नो शरीर चाहिँ फुर्तिलो हुन्छ। शरीर फुर्तिलो भएपछि सुस्ती आउँदैन, फुर्तिलो हुन्छ। यस तरिकाको गरिन्छ। हात उता गरेर, कम्मरलाई यस्तो गरेर, हात उच्चा गरेर, अनि एउटा पहिला खुट्टालाई यस्तो गरेर, फेरि अगाडि पछाडि पनि गरिन्छ। खुट्टालाई यस्तो गरिन्छ। तर गर्नुपर्छ यहाँ तालिममाथि भएर, चाहिँ आफ्नो शरीरको चाहिँ खुट्टा नदुख्ने। त्यसपछि आएँ घरमा, हिँड्छु। अब घरमा पुग्यो, गेट खोलेर जान्छु।